डाइमेन्सनल एरे र 2 डाइमेन्सनल एरेसँग रिलेटेड ल्याबकहरू गर्छौँ। हामीसँग 5 वटा प्रोग्राम छ आज तिमीहरूले गर्ने चाहिँ है। थ्योरीमा त डेफिनेसन, टाइप्स र डिक्लेरेसन, इनिसियलाइजेसनको कुरा मात्रै छ। ल सो पहिलो क्वेसनबाट हेरौँ। पहिलो क्वेसनमा के भनेको छ भने राइट अ प्रोग्राम टु इनपुट 10 नम्बर्स, 10 वटा नम्बर इनपुट ल्याउ रे, त्यसलाई एरेमा स्टोर गरेर भनेको छ। भने चाहिँ यो चाहिँ हामीले क्लासमा गरेकैसँग मिल्छ होइन यहाँसम्म चाहिँ। यस सर। अब यस पछाडि चाहिँ के गर्नु पर्यो भने काउन्ट द नम्बर अफ अड एन्ड इभन नम्बर्स भन्यो के। सो अड नम्बर कतिवटा छ, इभन नम्बर कतिवटा छ भन्ने चाहिँ के गर्नु पर्यो त पत्ता लगाउनु पर्यो। भने चाहिँ तिमीले जब इनपुट लिइसक्छौ त्यस पछाडि चाहिँ अर्को लुपमा के गर्ने त इफ एरे अब आई नम आई भनौँ, नम आई पर्सेन्टेज टु इक्वल्स टु 0 छ भने अडको के अरे इभनको काउन्ट प्लस प्लस हुने भयो, एल्समा चाहिँ अडको काउन्ट प्लस प्लस हुने भयो। ठिक छ? अनि त्यस पछाडि अड र इभनको कतिवटा नम्बर हो त्यो चाहिँ डिस्प्ले गराइदियो भयो। द टोटल नम्बर अफ अड नम्बर्स इन अ लिस्ट इज यति पर्सेन्टेज डी अड काउन्ट होइन, इभन नम्बर इज यति पर्सेन्टेज डी लेख्नु पर्यो, इभन काउन्ट डिस्प्ले गराइदिनु पर्यो। ठिक छ? ठीक छ सर। अब क्वेसन नम्बर 2 हेर। क्वेसन नम्बर 2 मा के भनेको छ भने टु इनपुट 15 फ्लोटिङ नम्बर। सो एरे चाहिँ फ्लोटवाला एरे हुनु पर्यो, 15 वटा नम्बर इनपुट लिनु पर्यो। त्यसपछि फाइन्ड द डिफरेन्स बिट्विन लार्जेस्ट एन्ड स्मलेस्ट नम्बर। सो तिमीले अब सर्टिङ गर्न सक्छौ, एसेन्डिङ अर्डर या डिसेन्डिङ अर्डर होइन। त्यस पछाडि ग्रेटेस्ट नम्बर एसेन्डिङ अर्डर छ भने नम n-1 चाहिँ ग्रेटेस्ट नम्बर भयो के अरे, नम 0 चाहिँ स्मलेस्ट नम्बर भयो हो कि होइन? अनि हो त्यसको डिफरेन्स निकालिदिनु पर्यो, रेन्ज भयो कि यो भनेको है। सो यहाँ चाहिँ इनपुट फ्लोटिङ नम्बर चाहिँ लिनु पर्यो। सायद यो पनि सक्छ होला अब चाहिँ। सक्छ सर। अब 3 नम्बरमा हेर त थर्ड वान, टु इनपुट m इन्टु n म्याट्रिक्स। अब हामी 2 डाइमेन्सनलमा आयौँ। m इन्टु n म्याट्रिक्स अब हामीले इनपुट लिन सकिहाल्छौँ। त्यसपछि फाइन्ड द सम अफ अल अड एलिमेन्ट्स अफ म्याट्रिक्स। सो इफ m ij होइन, इफ नम म्याट्रिक्स आइजे भनौँ न, इफ म्याट आइजे पर्सेन्टेज टु इक्वल्स टु 1 सम इक्वल्स टु सम प्लस म्याट आइजे गर्नु पर्यो हो। यस सर। ल अब फोर्थ वान चाहिँ तिमीलाई सर्चिङको कन्सेप्ट छ है। क्वेसन नम्बर 1 मा काउन्टको कन्सेप्ट छ, क्वेसन नम्बर 2 मा चाहिँ सर्टिङको कन्सेप्ट छ भने क्वेसन नम्बर 3 मा सम अफ अल एलिमेन्ट्सको कन्सेप्ट हो भने क्वेसन नम्बर 4 मा चाहिँ हामी सर्चिङको कन्सेप्ट गर्दैछौँ। यसमा टु इनपुट m इन्टु n म्याट्रिक्स एन्ड फाइन्ड वेदर द नम्बर 5 इज प्रेजेन्ट इन म्याट्रिक्स अर नट भनेको छ है। यो भनेको इफ m ij इक्वल्स टु 5 भयो भने नम्बर फाउन्ड हुने भयो के अरे, होइन भने चाहिँ काउन्ट गर्दै अघिल्लोमा जानु पर्यो है। यसमा चाहिँ अलिकति आइडिया लगाऊ। फेरि त्यो डिस्प्ले गराउने बेलामा चाहिँ नम्बर फाउन्ड भनेर 4-5 चोटि आउने, नम्बर नट फाउन्ड भनेर पनि 4-5 चोटि आउने होला, त्यसलाई चाहिँ ख्याल गर है। यो चाहिँ त्यो म्याट्रिक्सको इलिमेन्ट चाहिँ 5 सँग इक्वल छ कि छैन भन्ने कुरा चाहिँ टेस्ट गर्न खोजेको हो। सक्छौ? ट्राई गर्छौं सर। अब यसमा तिमीहरूले एउटा काउन्टको कन्सेप्ट लगाउन सक्छौ र काउन्ट 0 भन्दा बढी भयो भने नम्बर 5 इज प्रेजेन्ट भन्न सक्छौ, एउटा कन्सेप्ट। दोस्रो कन्सेप्ट चाहिँ नम्बर भेटिने बित्तिकै ब्रेक लगाएर होइन, अब त रो र कोलम लास्टसम्म पुग्या हो कि होइन त्यसलाई टेस्ट गरेर पनि गर्न सक्छौ। ट्राई गर, यो चाहिँ अलिकति नयाँ छ तिमीहरूको लागि। क्वेसन नम्बर 5 भनेको टु फाइन्ड द मल्टिप्लिकेसन अफ 2 म्याट्रिसेस भनेको छ। अब यो त इजी नै भइहाल्यो होइन, क्लासमै गरेको क्वेसन भयो। सर हजुर क्वेसन नम्बर 3 को एकचोटि यसो भनिदिनु फेरि। यसमा चाहिँ तिमीले म्याट्रिक्स इनपुट लिइसके पछाडि म्याट्रिक्सको सबै इलिमेन्टको सम गर्ने चाहिँ सजिलो भयो होइन। सम इक्वल्स टु सम प्लस म्याट आइजे लेख्दिए भयो। यहाँनिर चाहिँ सम अफ अड एलिमेन्ट्स अफ म्याट्रिक्स भने हुनाले सम गर्नुभन्दा पहिला इफ म्याट्रिक्स आइजे पर्सेन्टेज टु इक्वल्स टु 1 छ भने सम इक्वल्स टु सम प्लस म्याट आइजे हुनु पर्यो, होइन भने केही पनि गर्नु भएन। ठिक छ सर?
हजुर ए बस यो इफ भित्रै हैन त्यो सम गर्ने नि लुप भित्र इफ लगाउनु पर्यो, इफ भित्र सम हुनु पर्यो। ओके सर। ल अब यो चाहिँ गर्दै गएर म चाहिँ फेरि उता एक्जामतिर जान्छु हैन। कन्फ्युजन भएकोलाई चाहिँ हामी नेक्स्ट क्लासमा चाहिँ रिभाइभ गरेर अनि त्यो सल्भ गरेर अनि अर्कोमा जाउँला है। हुन्छ सर। ओके सर। तिम्रो